आज 2081-82 नयाँ वर्ष 2082 को सुखद उपलक्ष्यमा हामी डङ्गी शरण गाउँपालिका आएका छौँ। यो दाङ जिल्लामा पर्ने गर्छ र यहाँ आएको बेलामा यहाँ मेरी पूजनीय आमालाई घुमाउन ल्याएका थियौँ। हामी मेरो जीवन सङ्गिनी जीवन ज्योति पुन, तेजेन्द्र पुन मगर, बुहारी पुनम पुन र भरै जितेन्द्र घटे मगर आएका छौँ। हामी यसै गरी अब यो डङ्गी शरण गाउँपालिकाको चखौरा भन्ने ठाउँमा घुम्नेछौँ। घुमेको सबै भिडियो तपाईँहरूको बिचमा सेयर गर्न चाहन्छौँ। यहाँ टिकट काट्ने कार्यक्रम भइरहेको छ। टिकटमा यति धेरै भिडभाड देखिन्छ। टिकट लिइसकेपछि हामी भित्र प्रवेश गर्नेछौँ, भित्र जानेछौँ। फोटो खिच्ने यो दिदीले माछा मार्दै छिन्। त्यो दाजुले चाहिँ बल्छी खेल्दैछन्। माछा मार्ने कार्य हुँदैछ यो थारू समुदाय र थारूको जन्मी मनै दुईजेबाट यहाँ खहरा चल्दैछ। यस्तो छ यहाँ यहाँनिर धेरै भिडभाड छ। ओ दादू क्या करते हो दादू? क्या हो? क्या मनाइना हो तो? नया साल मनाइना हो? क्या करते हो? तीन जे जन्नै मनै अत्र थारू मनै बा? ओहो जन्नी मनै पानी पीना हो कि क्या करते हो? कुआ से पानी टान्त हो का? अच्छा कत्रा गहिर बा त? तोरा बा जान्चे बा कत्रा बा? कत्रा तोरा कहर बा? कति गहिरो छ दिदी? मस्त गहिरो छ के हो? ओ हो सखिए हो कहो ना। सखिए हो कहो। माडल बजाइन भ्याली बजाइ त
मजा बा। 3J 6J 9J 12J बाना। दादू क्या करते हो दादू? क्या बनाना हो ये? क्या हो ये? नया साल में काम नहीं करना होगा? छतरी बुनना हो छतरी? हो क्या करते हो छावा छाई? आगे टपना हो का हो? आगे टप देव। आगे टपना हो आगे। ये क्या करना हो? हो मॉडल मॉडल बजाइना हो मॉडल बजाइता 3J मजा बजाइता कैसन बजाइता हूँ? आगे टपना हो आगे। ओ बाजे क्या करते हो रे बाजे? बाजे फलते आप हो जार खागिल का हो? माघी मनाइता कल से मतवार होइता जार खाई कल से मतवार हो गेल का मन ऐसी गोष्टा ना। राम राम दादू क्या करते हो? आग जलाई तो दादू हुक्का पेटो दादू? ये क्या हो तो ये दुना बौटा दादू और भौजी हुक्का पिएता। ये भौजी क्या करते हो? पैसा हो ढिक्की बरकल डैम हराइगो धान धैना हो धान मकै बा। ये कैसिन घर बाती कच्ची घर बाना। ये मजा बा मजा धान धैना बा भकारी बा हूँ। क्या हो दादू पूजा का कहीं ना पूजा करते हो दादू? 3J पूजा 3J पूजा कहीं था? खौरा खौरामा धुमधाम मेला लागेको छ। यस्तो प्रकारको चाहिँ यहाँ तस्बिरहरू छन्। यी दादू भाले क्या करना हो तो बेचना हो? ये हे दादू भाले बा गुन्द्री बा का हो तो सुंगर हो सुंगर के मीट खाएना सुगर के मीट खीना हो खाओ तो से खाओ ना। हाँ यो हो नि तौरीका हो जन्नी मनै बा क्या करते हो? हाँ नया साल के मुबारक बा ना। नया साल के शुभकामना बा।
मर्दवा मृदल नाच कोशी पारी क्षेत्र में बसोबास गर्ने थारू जनजाति थारू जाति में नाचिने घुमर नाच भएको सुंदरी मनै सुंदरी भौजी राम राम भौजी राम राम भौजी राम राम काकी का हो हुक्का टान्टो हो काकी ओ काकी हुक्का टन्ना हो यी का हो तो ओखल बा ओखल में का गर्दो हो अनि तो दाजुलाई लाज लाग्दैन किन यस्तो गरे हो हेर त खै त कपडा लगाउनु पर्दैन के गरे हो त दाजु यस्तो तर खेतमा जाने बेला यस्तो गर्छन् त अनि लाज हुन्छ त्यस्तो गर्दैन नि गरे दाजु यी भौजी यहाँ हुनुहुन्छ रहेछ भौजी र भैया यता फर्केका छन् त्यो दाजु के गरे त लाजो हुने जस्तो काम यस्तो लाजो काम गर्ने न 1 ठो 2 ठो 3 ठो 4 ठो 5 ठो 6 ठो 7 ठो 8 ठो 9 ठो 10 ठो 11 ठो 12 ठो 13 ठो 14 15 16 17 ठो बाना ये का हो तो ये काकी हो कि भौजी हो नाच नचना हो नाच नचना हो ना कति हो कठो ना भेरा भेरा पाठो एउटा पाठो चाहिँ त्यहाँ दूर खाँदैछ अरू पाठो कहाँ गएछन् खै सुँगुर सुँगुर ओए 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 गर्छौ तिम्रो कालेहरू हुम्बा गर्छौ तिम्रो ढुङ्गाका हो कि सिमेन्टका हो तिमीहरू हुम्बा गर्छौ संसारमा रहेको सर्वश्रेष्ठ प्राणी मान्छे मध्येको मान्छे सबभन्दा बदमास हुन्छ भन्ने कुरा यो तस्बिरबाट जानकारी हुन्छ हेर्नुहोस् त यिनले शरम शोषण गर्नको निम्ति कसरी कैद गरेका छन् हेर्नुहोस् त यिनलाई यस्तो खालको स्थिति छ धानको बिउ छर्छन् दाजुले त्यहाँ चाहिँ रोपाई हुँदैछ डाङ जिल्लाको यो पर्यटकीय स्थल डङ्गीशरण गाउँपालिकामा अवस्थित सङ्ग्रहालय थारू सङ्ग्रहालयमा यस्तो खालको छन् सेतो सिमेन्टको रोटी बनाएर खाँदैछन् हाम्रो दाजु भौजीहरूले खै त नै छैन हो पराल रोप्ने काम हुँदैछ कि के छ के हो यो पराल रोप्छौ जाँड खाइन हो जाँड खाइ त
जार देखा भौजी जार नदेऊ ये दाजु मटर हो त मटर हुँदै मटर होइन मटर है मुसा मुसा खाइन हो मुसा किन मुसा मारे त्यति धेरै मुसा हे तेरी के गर्ने मुसा मारे यत्रो मुसा खाने हो दाजु दाजु यत्रो मुसा समातेछ भाइले ल ल ल ल खानु 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 दाजु खानु खानु दाजु खानु बेलुकाले खानु भागको भाग खानु मुसा मार्ने है मुसा मार्नु पर्छ दाजुको मुसा खाने मुख हेर त यस्तो लागेको मुसा खानु लाग्यो दाजुले ओहो गोरुहरू तल 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 ओहो हो 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 दाई लगाइन दाई दाई लगाइन ढाङ 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 गर्छ लो दाई लगाऊ धान धैन धान धर्ना हो न पराल यहाँ यस्तो पराल देखिएको छ यस्तो रहेछ यहाँ छावा छाइले कहाँ पठाउनु पर्यो दाजु तपाईँ आफै लाग्नु भएको छ काममा छावा खै छाइ खै ढले त तो कट्टु लाउनु पर्दैन त दाजुले के हो यस्तो फेसन यस्तो फेसन के हो के फेसन हो यस्तो तो धान बोकेर दाएर सबै गरेर भौजीको धान फेर्ने रे यहाँ फेर्ने रे उता फेरि धान रोप्ने रे यस्तो काम पो भइराखेको रहेछ के यहाँ त धुमधामसित दाङ जिल्लाको पर्यटकीय स्थल डङ्गीशरण गाउँपालिकामा अवस्थित यो थारू सङ्ग्रहालय भित्र धेरै प्रकारका कला संस्कृतिहरू रहेको बेहोरा तपाईँहरूले जानकारी गराउँदै यो भिडियो थारू सङ्ग्रहालय भित्रको यो भिडियो अन्त भएको जानकारी गराउन चाहन्छौँ। अब हामी घर फर्किने तयारीमा छौँ। अब घरतिर हाम्रो घर भराइपो महानगरपालिका वार्ड नम्बर 14 तिर लाग्नेछौँ। तुलसीपुर उपमहानगरपालिका
अवस्थित गणेशपुर पार्क हामी आयौँ। गैंडा गैंडाबाट हात्ती हात्ती मेरो आमाको अगाडि हात्ती आयो है हात्ती आयो। एकछिन त्यो बिग गर्यो ल अनि म खिचिदिन्छु बुइ नातिको जानु त पनि जानु बुइ यता हेर्नु जानु बुवा खिचिदिन्छु। के हो नि खराया 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 हौ तिमीहरू? गुद्रुङ यो गुद्रुङ हो। यता हेर गुद्रुङ यता हेर त ए बुद्रुङ यता हेर बुद्रुङ बुद्रुङ होस् कि गुद्रुङ होस् तर आँखा त धेरै ठुला छन्। त्यसले चाहिँ यता फर्केर हेरेन है। किन हेरेन यसले? उल्लु भन्ने नाम हो तिम्रो। ए बाँदर बिठाई बदमास त बदमास के अर्थ बाँदर बदमास त मनुङ गएर जा बान्द्रे खोला जा मकै खास जा। ए गुना बाजे गुना के गरे गुना? ए गुना बाजे यता यता बाजे गुना जिराफ यो जिराफ हो जिराफ।我的树，加树加一头的，加树开加。कहाँ आइजाऊ त गयो दुई 2082 साल में हामी गणेशपुर पार्क में आएका छौं। घोराई उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, डङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका अनि बाबै गाउँपालिका, बङ्गलाचोली गाउँपालिका, लमाई गाउँपालिका, राप्ती गाउँपालिका, गडवा गाउँपालिका अनि यो राजपुर गाउँपालिका हुँदै दाङको 10वटै गाउँपालिकामा घुमफिरपछि हामी अब घरतिर जाने तयारीमा छौँ। अब
यही कुरा तपाईँहरूसँग जानकारी गराउन चाहे। बैनाटी सँगसँगै हिँड्नुभएको छ। त्यो अगाडि 2 महिना गए बिचमा मेरी जीवनसँग नि हामी 6 जनाको टिम आएका थियौँ। हामी पछि अब घर जाने तयारी भइरहेको छ। मृग मृगले घाँस खाँदैछ। ओ मृगहरू यता आऊ, तिम्रो भिडियो बनाउँछु म। तल तिमीहरूले कसले घाँस काटेर हाल्यौ? मृग चिट्टल एउटा यहाँनिर छ, अरू बाँकीले यहाँ घाँस खाइरहेका छन्। तिमी गिद्धको दाइ अस्ट्रिच भन्ने तिमी हौ? तिमीहरू जति ठुलो त गिद्ध पनि हुन्न है। ओहो, अस्ट्रिच टार खाएर हुन्छ तैँले। यो त मस्तै महँगो छ। फेरि मासु पनि महँगो, यो किन्ने बेला महँगै पर्छ। अग्लै छौ तिम्रो त। तिम्रो खुट्टा कति ठुला हुन्? 2टा मात्रै हो तिम्रो। यता हेर है। ओ अस्ट्रिच यता हेर। यति ठुलो शरीर, यति सानो टाउको, तेरो बुद्धि छ त? त्यो दिमाग छैन क्या? दिमाग नभएको प्रजातिभित्र त पर्छस् होला है। ठुलै छस् त, हाम्रो गोरु जत्रो छस् के र। कालिज देखिरहेको छ है। कालिज कता के खोस्रो हो त्यहाँ? यता आऊ, यता अन्डा दिया छौ छैन? अन्डा दिया भयो, यता आऊ। दैया न गहुँ खाने तिम्रो हौ? दैया उजाको डाँडा मन्नुङ गैरामा गहुँ खाने तिम्रो रहेछौ। तिमी चौराका छोराहरू, तिमी हिजोमा भएर बसेका छौ। गहुँभर खाएर सक्यो होला। किन त्यसो गर्छौ तिम्रो? त्यसो नगर। यस्तै कसैले घाँस काटेर हाल्यो भने खाने, अन्यथा नखाने है। हामी त पर चखौरा गएर के लान्द त्यो तल त्यो पानीडुङ्गा चल्ने हुने काठमाडौँ लगनखेलको बाघको भाइ होस् त। काठमाडौँ लगनखेलमा योभन्दा अलि ठुलो छ, त चाहिँ अलि सानो रहेछ है बाघ। डाङको बाघ भएर सानो भए होस् कि? यो हाँस भन्ने चरोको पछि मान्छे बसेर आइरहेका छन्। हाँस भन्ने चरोको पछाडि 3 दुना 6 3 9 10 11 जना मान्छे बसेका छन्। यो शालिग अझै अनावरण भएको छैन। भर्खर चाहिँ ल्याइपुर्याउने काम भएको छ। अनावरण अझै भएको छैन है कभरेजहरू। पार्क हो, लगभग 14 फिट माथि पानी फालिरहेको छ। यो पार्कको फुवाराले 14 फिट माथि पानी फर 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 गरिरहेको तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ सबैलाई देखाउन चाहन्छु। अबको केही समयपछि हामी जाने हो अब घरतिर। डाङको 10औं पालिकामा घुम्दाखेरि हामी सबै पालिकाको भिडियो कैद गर्न सकेनौँ।
कारण के त भन्दा भिडियो अत्यन्तै लामो हुने भएकोले हामी सबै पालिकाको भिडियो त्यसमा राख्न नसके तापनि विशेष खास गरी थोरै भिडियोहरू यसमा राख्ने जमर्को गरेका थियौँ र अब त्यो भिडियोलाई यहीँ अन्त गर्दै हामी घरतिर लाग्दैछौँ। घरतिर जाने तयारी भइरहेको छ। हस् त धन्यवाद। नमस्कार 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 नमस्कार। बुद्ध गौतम बुद्ध को आसपासमा भक्तजनहरू हजुरको सम्झनामा ठाउँ नसकौँ भ्रमणको लागि हार्दिक धन्यवाद भन्दै तपाईँहरूको बिचबाट बिदा हुन चाहन्छौँ। हस् त धन्यवाद। नमस्कार।